दूतावास, महावाणिज्य दूतावास र सरकारी कार्यालयहरू सोसाइटीका लागि सोसाइटीसँग निर्वाचित भई संस्थाको विधान उहाँ आउनु भएको छ। उहाँ फातिमा सान्तोस हुनुहुन्छ, पिएचडी होल्डर हुनुहुन्छ। हाम्रो कार्यक्रमको निम्ति उहाँले बुझ्नको निम्ति हामीसँग जोडिनको निम्ति आउनुभएको यो लिडरसिप हेयर प्लिज। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, सर्वभौमै फैलिएका मेची महाकाली। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, सर्वभौमै फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आचल, वीरहरूका रगतले स्वतन्त्र र अटल। ज्ञान भूमि शान्ति भूमि तराई पहाडी हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुजाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। माइक लगाउँ न, माइक उपाध्यक्ष बिन्दु गौतमको तर्फबाट नमस्कार। आजको हाम्रो यस 5औं महाधिवेशनलाई सभ्य र भव्य रूपमा सफल पार्नका निमित्त लागि हाम्रो कार्यक्रमलाई सफल पार्नका निमित्त आउनुभएका सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु। स्वागतम धन्यवाद। रहेको यो अवसरमा उपस्थित हुनुभएका अत्यन्त व्यस्त समय र हाम्रो निमन्त्रणलाई सहज स्वीकार गर्दै अगाडि सञ्चालिकाज्यूले भनिसक्नु भएको छ, हामी लक्की छौँ। राजदूतावास भर्खरै यहाँ उद्घाटन मात्रै गर्नुभएको थियो, त्यति बेला पनि हामी कार्यक्रमको सुरु चरणमा थियौँ र हाम्रो कार्यक्रमबाटै उहाँहरूको औपचारिक कार्यक्रम सुरु भएको थियो र आज पनि हामीले राजदूतावासबाटै आदरणीय सरहरूलाई पाएका छौँ। यसमा अत्यन्त गौरवान्वित छु। यहाँहरूलाई अवगत नै छ, युरोपको सुन्दर देश पोर्चुगलको नेपाली समाजमा सक्रिय रूपमा स्थापित सम्पूर्ण नेपाली महिलाहरूको साझा र गौरवशाली संस्था न्याफ्रिजोमन एसोसिएसन पोर्चुगलको आज 5औं अधिवेशनको सन्धारमा हामी आइपुगेका छौँ र 5औं अधिवेशन सम्पन्न गर्न गइरहेका छौँ। आदरणीय प्रमुख अतिथिज्यू लगायत उपस्थित महानुभावहरू, संस्थाको अधिवेशनको अन्तिम चरणमा आइपुग्दा यहाँहरू समक्ष
थोरै संस्थाको इतिहास र संस्थाले यो अवधिमा गरेका क्रियाकलापहरू यहाँहरूमा पस्किने जमर्को गर्दैछु। त्यसको लागि अनुमति माग्दछु। आदरणीय उपस्थित महानुभावहरू, घरदेश तथा परदेशमा विविध समस्यामा परेका महिलाहरूलाई सहयोग गर्ने पवित्र उद्देश्य राखेर सन् 2014 मा सीता बरालज्यूको नेतृत्वमा नेपाली नारी समाज नामको संस्था स्थापना भएको थियो। त्यसको केही समय पश्चात उद्देश्य एउटै भए पनि तत्कालीन अवस्थामा देखिएको बाध्यात्मक परिस्थितिलाई अँगाल्दै 2019 मा निर्मला ढकालको नेतृत्वमा नेपाली महिला समाज नामको अर्को संस्था स्थापना हुन पुगेको थियो। त्यस पश्चात समाजमा दुवै संस्थाहरू आफ्नो ढङ्गबाट सक्रिय रहँदै आए पनि यहाँको नेपाली समाजले भने त्यसलाई सहज रूपले स्वीकारेको देखिँदैन थियो। एउटै उद्देश्यका दुईवटा संस्था, एउटै दिदीबहिनीहरूको दुईवटा संस्था किन र केको लागि मिल्न नसक्नुको कारण के हो भन्ने खालका प्रश्नहरू हरेक कार्यक्रम, हरेक पाइला पाइला र हरेक समाजमा उठ्ने गर्दथे। समाजबाट आउने गरेको यस्तो खालको व्यापक जनगुनासो, परदेशी भूमि, कार्यव्यस्तता र यहाँको पासपोर्ट लिएर अन्यत्र जाने प्रवृत्ति, यी सबै कुराहरूलाई मध्यनजर गर्दै हामीले दुईवटा संस्था एक हुनुको विकल्प नरहेको कुराहरू औल्याउँदै गयौँ। फलस्वरूप 2023 अगस्त 27 तारिकको दिन आन्जुस स्थित जिल्ला सेवा क्लबको हलमा दुवै संस्थाको एकताको अधिवेशन गर्न सफल भयौँ। दुवै पक्षलाई मान्य हुने गरी संस्थाको परिवर्तित नाम नेप्लिज वुमन एसोसिएसन पोर्चुगल रहन गयो। नयाँ नाम, नयाँ लोगो र नयाँ स्ट्याम्प सहित अधिवेशनबाट मेरो नेतृत्वको कार्य समितिलाई जिम्मेवारी प्रदान गरियो। पोर्चुगलमा देखेका समस्याको समाधानका निम्ति अहोरात्र खटिने, काँधमा काँध मिलाउने, हातमा हात मिलाउँदै आएको संस्थाको यो अधिवेशन आज भइरहँदाखेरि सर्वप्रथम म अधिवेशन सफलताको भव्य शुभकामना व्यक्त गर्न चाहन्छु। विगतमा हामीले देख्दै आएको कुरा पनि हो, भोग्दै आएको कुरा पनि हो। एनआरएनए विवादित हुँदाखेरि कम्तीमा पनि नेप्लिज वुमन एसोसिएसनले एउटा नेतृत्वकर्ताको भूमिका पनि खेलेको थियो। चाहे त्यो नेपालीहरूको मृत्युदण्डको केस होस्, अपाङ्गको केस होस्, घाइतेको केस होस्, हरेक ठाउँमा उहाँहरूले हस्पिटल गएर पनि आर्थिक सहयोग प्रदान गर्नुभएको हामीले देखेका हौँ। कुनै पनि केसमा उहाँहरूले अहोरात्र खटेर आफ्नो काम बलबुताले गर्नुभएकै थियो। यो वर्तमान कार्य समितिलाई मेरो व्यक्तिगत तर्फबाट पनि र नेपाल पत्रकार महासङ्घ सिङ्गो युरोप शाखाको तर्फबाट पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। नेपाली वुमन एसोसिएसनले आज 5औं अधिवेशन गर्दै गर्दा हिजोका दिनहरूमा गरेका कामहरूमा हामी एकदम गर्वित छौँ। आजको यस अधिवेशनले नयाँ कार्य समिति छनौट गर्दा त्यस्तै काम गर्ने, सहभागी एकदम सक्रियता देखाउने खालको समिति निर्माण बनोस् भन्ने सफलताको शुभकामना। आजको यस अधिवेशनको सफलताको शुभकामना दिनुहोस्। यो आमा संस्था हो पोर्चुगलवासी नेपाली महिला दिदीबहिनीहरूको। त्यो भन्न चाहन्छु, आमालाई चाहिँ कसरी चाहिँ स्याहार सुसार गर्नुपर्छ र आमाले कसरी माया ममता बाँड्नुहुन्छ, त्यही तरिकाले चाहिँ अरू सन्तानतिरहरूले पनि व्यवहार सिक्दै जाने हो। पछिल्लो पुस्ताले जस्तो खालको व्यवहार गर्यो दोस्रो पुस्ताले सिक्दै जाने हुनाले गर्दा काँचा माटा सराका नयाँ सदस्यहरूलाई चाहिँ नेतृत्वले चाहिँ सिकाउँदै लानुपर्छ। समय र परिस्थिति अनुसार चल्दै पनि जानुपर्छ। कुनै बेला विधानभन्दा बाहिर गएर निर्णयहरू पनि गर्नु पर्ने आवश्यक छ। त्यसलाई चाहिँ सहमतिमा अगाडि बढाउनुपर्छ। संस्था चल्ने सहमतिले पनि सधैँ विधानभन्दा पनि हुँदैन, कतिपय परिस्थितिमा विधानभन्दा बाहिर पनि जानुपर्ने हुन्छ। त्यो हिसाबले गर्दा साथीहरूले यो मनोबल अगाडि बढेर चाहिँ अब पनि नयाँ समिति अगाडि बढोस् र सम्पूर्ण दिदीबहिनीहरूमा फेरि पनि यस संस्थामा आबद्ध भइदिएर पोर्चुगलको नेपाली महिला समाजमा चाहिँ एउटा आफ्नो नेतृत्वको लागि चाहिँ लडाइँ गर्दै अगाडि बढ्नु हुँदा र हौसला नेतृत्वको अब केही बेरमा तपाईँले फाइल खोल्दै हुनुहुन्छ। उहाँलाई पनि, उहाँको कार्य समितिलाई पनि जोरदारले हामी फेरि स्वागत गर्नेछौँ र आग्रह के छ भने अब आउने नेतृत्वले यहाँ रहेका पोर्चुगलमा रहेका विभिन्न सङ्घ संस्था, जातीय वर्गीय विभिन्न खिच्चातानी भन्दा पनि एउटा नेप्लिज वुमन एसोसिएसन भनेको चाहिँ यस्तो चिज हो, यो महिलाभित्र रहेको विभिन्न पीडाहरू हुन्छन्, त्यो भन्न नसकिने चिजलाई चाहिँ एउटा बन्द कोठामा दुईजना एउटा वकिल र एउटा मुद्दा भएको मान्छे जस्तै दुईजनाले बन्दकमा सबै कुरा
खोलिसकेपछि मात्र यसलाई ल्याउन मिल्ने कि नमिल्ने भन्ने यस्तो अङ्ग भएको कारणले गर्दाखेरि अबको दिनमा पनि उहाँ नयाँ नेतृत्वलाई उहाँ जुन बन्द सत्रभित्र रहेको उहाँको नाम एउटा तय भएको होला। उहाँको कार्यसमितिलाई म के भन्न चाहन्छु भने अबको आगामी दिनमा पनि कुनै पनि यस्ता किस्साखानी कुनै पनि सङ्घ संस्था सुन्नुपर्छ, तर यो होइन कि एउटा प्यानलको हिसाबले, गुटको हिसाबले, एउटा व्यक्तिगत हिसाबले र कुनै पनि फलानाले गरिदिनु है भनिदिनु है भनेको होइन। एउटा नेत्री भइसकेपछि मलाई जहाँसम्म लाग्छ, मेरो आफ्नो पर्सनल हिसाबले भन्ने हो भने नेत्री भएपछि सिङ्गल वान म्यान वान जसले डिसिजन गर्न सक्छ त्यही नै लिडर हुन्छ। जसले अर्काको कुरा सुन्छ त्यो मान्छे लिडर कहिले पनि बन्न सक्दैन। अबको आगामी यो अधिवेशनले तय गरेको अध्यक्षज्यूलाई फेरि पनि तमाम यो प्रवासी पोर्चुगलमा रहनुहुने तमाम नेपाली दिदीबहिनीहरू महिलाहरूको विभिन्न व्यक्तिगत समस्या हुन्छन्, त्यो समस्या बाहिर ल्याउन नमिल्ने हुन्छ। उहाँले आफ्नो एउटा टिम बनाई 2 जना 5 जना 10 जनाको कार्यसमिति बनाई उहाँले विभिन्न हामीले सुनिरहेका छौँ। प्रत्यक्ष अप्रत्यक्ष रूपमा उहाँले गर्नुभएको योगदानको म कदर पनि गर्न चाहन्छु। उहाँलाई फेरि सम्पूर्ण तपाईँले उहाँको कार्यकाल विदाई हुँदै गर्दा उहाँलाई जोरदार तालीले एकचोटि स्वागत गरिदिनु हुन अनुरोध पनि गर्न चाहन्छु। सुदूरपश्चिम प्रदेश विभाजन हुँदा पनि कहिल्यै विखण्डन भएन, सधैँ अखण्ड सुदूरपश्चिम भयो। त्यसैले सिङ्गो नेपालले सुदूरपश्चिमबाट धेरै कुराहरू सिक्नुपर्ने जरुरी देखाएको छु मैले, किनभने हामी सधैँ एकजुट भएर मिलेर अगाडि बढ्ने एउटा सुदूरपश्चिम प्रदेश भएकोले गर्दाखेरि सिङ्गो समाज, पोर्चुगलमा रहेका सिङ्गो समाजहरूलाई हाम्रो सुदूरपश्चिम समाजको तर्फबाट सधैँ अखण्ड एकता र विशेषता भएर यो समाजलाई अगाडि बढाउनको लागि महत्त्वपूर्ण भूमिका यहाँले निर्वाह गर्नुहुनेछ भन्ने मैले एउटा शुभकामना पनि दिन चाहन्छु। हामी प्रवासमा आइसकेपछि अब समयले धेरै नेटो काटिसकेका छ। हाम्रा विचारहरूमा, हाम्रा बुद्धिहरूमा, बौद्धिकताहरूमा हामीले एउटा परिवर्तनको विगोल थप्नुपर्ने अवस्था देखाएको छु। हामीले विचारभन्दा पनि माथि उठ्नुपर्ने अवस्था देखेको छु, किनभने हामी गैर आवासीय नेपाली भइसकेपछि हाम्रो यो जुन पहिलो जेनेरेसन विदेशमा आएर हामी बसिरहेका छौँ, यो हाम्रो पहिलो जेनेरेसन हो। यो पहिलो जेनेरेसन चाहिँ नेपालसँग एकदमै डाइरेक्ट टच भएकोले गर्दाखेरि हाम्रो जन्म नेपाल भयो, तर हामी कर्मको हिसाबले विदेशमा छौँ। हामी कर्मको हिसाबले विदेशमा भइरहँदाखेरि यहाँ जो हामीबाट जो दोस्रो जेनेरेसन आइरहेको छ, तेस्रो जेनेरेसन आइरहेको छ, भोलि नेपालसँग टच हुने हो कि होइन भन्ने एउटा चाहिँ चिन्ताको विषयवस्तु भएकोले गर्दाखेरि हामी यो पहिलो जेनेरेसन चाहिँ एक आपसमा मिलेर हाम्रो जुन गैर आवासीयको मुद्दा जुन रहेको छ, यो मुद्दालाई पहिलो जेनेरेसनले नै हल गर्नुपर्छ है। यदि हामीले पहिलो जेनेरेसनले हल गर्न सकेनौँ, हामी फेरि कुर्सी आफ्ना पदहरूमा विभाजित भयो भने यो पहिलो जेनेरेसनले गैर आवासीयका मुद्दाहरूलाई चाहिँ सम्बोधन गर्न सकेन भने हाम्रो आउने दोस्रो पुस्ता, तेस्रो पुस्ता चाहिँ कस्तो हुन्छ भन्दाखेरि अहिले चाहिँ भुटानमा भएका नेपालीहरू जस्तो कालदेखि अहिले यहाँसम्म आउँदाखेरि हामीले देखिरहेका छौँ महिला वुमन एसोसिएसनले धेरै राम्रा कामहरू गर्दै पनि आइरहेको छ। र साँच्चै भन्नुपर्दा पछिल्लो समय हामीले जस्तो गरेर बाहिर देखिरहेका छौँ समाज त्यो छैन। त्यो विषय हामीले स्वीकार्नै पर्छ र यो भोलिका दिनहरूमा पनि देखिन्छ जस्तो लाग्छ मलाई, किनकि यहाँ हामीले कसैले कसैको अस्तित्व स्वीकार नसक्ने एउटा समाज निर्माण भइरहेको छ। यो सबै कुरा छ। अब आउने नयाँ बन्ने कार्यसमितिले समाजमा रहेका यस्ता कुराहरूलाई फेरि पनि मध्यनजर गर्दै समाजलाई एकीकृत गर्दै लिएर जानेछ भन्ने सानो मन्तव्य राख्दै बिदा हुन्छु। धन्यवाद। नेतृत्वले अर्को नेतृत्व चयनको सङ्घारको घडी हो। एउटा नेतृत्वले गरेको गतिविधिलाई पुनर्विराम नलगाइकन निरन्तरताका साथ फेरि समाजमा त्यसले दिक्कत भूमिका निर्वाह गर्ने एउटा प्लाटफर्म पनि हो। अघि भर्खरै वुमन एसोसिएसनको अध्यक्ष शान्ति अर्याल अधिकारीले आफ्नो कार्यकालको प्रतिवेदन उहाँले सुनाउँदै जानुभयो। त्यति बेला गौरव पनि लाग्यो। महिला समाज, नेपाली महिला समाज भनेर अर्थात् वुमन एसोसिएसन महिलाहरूको एउटा यो छाता सङ्गठन, यसले यत्रो ठुलो पोर्चुगलमा 60-70,000 नेपालीहरू बसोबास गर्ने नेपाली जन समुदायको बिचमा रहेर उहाँहरूले पुर्याउनु भएको भूमिका अत्यन्तै सराहनीय छ। मलाई एउटा विषयमा खुसी लाग्दैछ, यही हलमा विगत 1-2 वर्ष अगाडि तमाम नेपालीहरू हाहाकार हुकारमा रुमलिरहेको थियो। 4-5 हजार नेपालीहरूको पासपोर्ट जेलरमा जेललाई जस्तो फ्रान्सको
एम्बेसीमा हतकडी लगाएर बन्देज गरेको अवस्था थियो। कयौँ नेपाली दाजुभाइहरू युरोपका विभिन्न राष्ट्र मुलुकहरूबाट पोर्चुगलमा जिन्दगीको एउटा यात्रालाई निरन्तरता दिन आउने कयौँ महिनौँ दिन लगाएर पानीको भरमा कुद्दै आउँदै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू श्रम शोषणहरू व्यक्तिगत चरित्रका विषयवस्तुहरूमा पनि खेपेर यहाँ आइपुगेका व्यक्तित्वहरूको पासपोर्ट लिनु भएको थिएन, पुलिस रिपोर्ट भएको थिएन, यहाँनिर तत्काल कन्सुलेट थिएन, नेपाल सरकार जनसमुदायभन्दा बाहिर थियो, कसैलाई थाहा थिएन। त्यति बेला यही रहेका समाज संस्थाहरू नेपाली आदिवासी जनजाति महासङ्घ तत्काल त्यति बेलाका अध्यक्ष चोककुमार मगर, गैर आवासीय नेपाली सङ्घका तत्कालीन अध्यक्ष उमेश कुमार खड्का, ओमन एसोसिएसनका अध्यक्ष शान्ति अर्याल अधिकारीलाई यहीँ देखिरहेको छु, प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्ष तत्कालमा नेकपा एमालेको सरकार हुँदै गर्दाखेरि यो ठाउँमा प्रवासी नेपालीको मञ्चको अध्यक्ष स्वतः सरकारसँग एटेच रहन्छ भन्ने भावनाका साथ यही हलभित्रबाट यहीँ बसेर सबै सङ्घ संस्थाले आपतकालीन परिवेश तथा राजदूतावाद पुनर्स्थापनाको लागि एउटा कमिटी गठन गरेको थियो। पासपोर्ट सहजीकरणको लागि घुम्ती सेवा शिविर फेरि पुनः सञ्चालन गर्नको निमित्त त्यो टोलीको अध्यक्ष भएर मलाई जिम्मा दिँदै गर्दाखेरि मैले सकेको परराष्ट्र मन्त्रालय, परराष्ट्र सचिव अमृत राईलाई, सरकारका विभिन्न निकायमा रहेका व्यक्तित्वहरूलाई एउटा राजनीतिक शक्ति भएको कारणले राजनीतिक रूपबाट मैले भूमिका निर्वाह गरेँ। फलस्वरूप अहिले हामीले सम्माननीय व्यक्तित्वलाई यहाँ प्रमुख अतिथिको रूपमा देख्न पाउँदाखेरि गौरव लागेको छ, रिजल्ट आएछ जस्तो लाग्यो। 2014 सालमा भन्नुभएको थियो अगाडि प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा 14 सालमा आएका ती महिला दिदीबहिनीहरूले हामीहरूको बिचमा एकता भयो भनेदेखि हामी तितर भन्दा एकै ठाउँमा रह्यो भनेदेखि पर्दा अप्ठ्यारो पर्दाखेरि साथ पाइन्छ कि भनेर पवित्र उद्देश्यका साथ स्थापना गर्नुभएको यो संस्था आज 12 वर्ष पुगेछ। यो 12 वर्ष बित्दै गर्दा यहाँले थुप्रै आरोह अवरोहहरू व्यतीत गर्नुभएको छ। हामी यहाँको फ्रेमभित्र छैनौँ, तर फ्रेमभन्दा बाहिरबाट देख्दाखेरि यहाँले थुप्रै सङ्घर्ष गरिरहनु भएको हामीले देखिन्छ। हामी त तपाईँहरूले कार्यक्रममा बोलाउनुहुन्छ, आयो 2 मिनट शुभकामना मन्तव्य दियो, आगामी बन्ने कार्य समितिलाई पनि अग्रिम बधाई भनेर गयो, तर त्यहाँभित्र पर्ने थुप्रै अप्ठ्याराहरूका बिचमा यहाँहरूले सङ्घर्ष गरिराख्नु भएको छ। स्थापना कालदेखि आज शान्तिसम्म आइपुग्दाखेरि कसैको पनि योगदान कम छैन। 2 दशक पुग्न लाग्यो, 16 वर्ष जति पुग्न लाग्यो, यो 2 दशकै हो। यो समाज वुमेन एसोसिएसन स्थापना हुनुभन्दाखेरि मैले धेरै पहिला म पोर्चुगलमा थिएँ। विभिन्न आरोह अवरोह गर्दै अहिले एउटै छाताको सङ्गठन नारी समाज, महिला समाज हुँदै वुमेन एसोसिएसनको नामले यो भित्तामा हामीले ज्यादा देखिरहेका छौँ। यो धेरै खुसीको कुरा हो। र त्यस्तै गरी यहाँहरूले गरेका राम्रा कामहरू, जब स्थापना कालदेखिका धेरै राम्रो कामहरू यहाँ आउने सबैलाई थाहा छ। त्यो सबैलाई राम्रो काम सबैलाई थाहा छ र केही गलत काम पनि भएको छ कि भन्ने हो, तर छैन होला भन्ने म सोच्छु। किनकि कहिलेकाहीँ सामाजिक सञ्जालमा त्यस्ता कुरा भने टिप्पणी पनि हुन्थ्यो, त्यो कुरा पनि यहाँको समाजलाई थाहा छ। पार गरिरहेको छ। यसमा सुरुदेखि नै यो संस्थाले धेरै राम्रा कामहरू गर्दै आइरहेको छ र विदेशमा हामी छौँ, त्यति सजिलो त छैन र पनि आफ्नो सङ्घर्ष, दुःख, काम सबैलाई थाती राखेर यसरी सङ्घर्ष गर्नुभएको छ र यसमा पनि हालै शान्ति अधिकारी बहिनीले जुन किसिमले सङ्घर्ष गरिरहनु भएको छ, सफलता पनि पाउनुभयो यो। र यसरी अहिले गएर नेपालीहरूमा अझ अहिले मलाई त खुसी लागेको के छ भन्दाखेरि अहिले नेपाली यो यहाँनिर 2-3टा उसमा थियो, तर अहिले 2वटालाई नै एक ठाउँमा ल्याएर यसरी सबैजना सँगै भएर यसरी युरोप नेपाली खबरका प्रधान सम्पादक राजकुमार थापाज्यूलाई यस आज लेफ्लिज वुमेन एसोसिएसनले हजुरलाई गरेको यो सम्मान सहर्ष स्वीकार दिनको लागि सम्मान पत्र राजकुमार थापा, प्रधान सम्पादक युरोप नेपाली खबर.com। नमुना नेपाल.com सम्पादक
त्यसै गरी विरोध पार्टी.comलाई आजको यस सम्मान पत्र ग्रहण गरिदिनुको लागि यो संस्था सन् 2014 मा स्थापित भयो। त्यो बेला नारी समाजको रूपमा स्थापित भयो, पछि फेरि महिला समाज बन्यो। दुईटै संस्थापक अध्यक्षहरू सीता बराल तत्कालीन नारी समाजको अध्यक्षज्यू र तत्कालीन महिला समाजको अध्यक्षज्यू निर्मला ढकाल, उहाँहरूले फेरि यसलाई एकबद्ध बनाउनका लागि पहल कदमी लिनुभयो। संस्थापकको हिसाबले उहाँहरूले लिएको पहल कदमी मात्रै होइन, यो संस्थालाई आज 12 वर्ष पुग्दाखेरि जसले नेतृत्व गर्नुभयो सीता ढकाल, सीता बराल, निर्मला ढकाल, जयकला राई, सीता श्रेष्ठ शिवानी, माया खरेल अनि अहिले जो नेतृत्व गरिरहनु भएको छ शान्ति अर्याल अधिकारी, सबैलाई म यो संस्थालाई यहाँसम्म यसो गरिमालाई कायम राख्नका लागि अगाडि ल्याउनु भएको लागि म उहाँलाई बधाई र धन्यवाद भन्न चाहन्छु। वास्तवमा यो संस्था फुट्यो, यो यथार्थ हो। सन् 2019 मा फुट्यो, फेरि हामीले यसलाई 23 मा एकबद्ध बनायौँ, यसलाई जोड्यौँ। यो जोड्नका लागि अघि मैले नाम लिएका पूर्व अध्यक्षहरूको भूमिका त महत्त्वपूर्ण रह्यो। त्यसमा कुनै दुविधै थिएन। कामहरू गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यस अर्थमा म यो 5औं अधिवेशनको भव्य सफलताको शुभकामना दिन चाहन्छु। My name is Fatima. I'm a PhD student and I met Santi, and I want to thank her for this opportunity to get to know the Nepali community. My project is about Tibetan Buddhism and Sherpas here practice here in Portugal. And I want to send my felicitations to the Nepalese Women Association here in Portugal, and for the work that they are developing among the Nepali community, and especially among the women, the Nepali women here in Portugal. Thank you so much. जोडिँदै आज एनआरको अध्यक्षसम्मको पहिला जानेको हो। किनभने संस्था पहिला दुईवटा थियो, नारी समाज र महिला समाज, र त्यसमा तत्कालीन अध्यक्ष सीता श्रेष्ठ शिवानीजी र उहाँको प्रेरणाले नै संस्थामा प्रवेश गरी एनआरको पहिला चालेको व्यक्ति हो। आज जहाँ छु वुमेन एसोसिएसनको लगानी सहयोग र साथ छ। तत्कालीन संस्थापक अध्यक्ष मैले सम्झिन चाहेँ सीता बराल दिदी र महिला समाजकी अध्यक्ष निर्मला ढकाल। हामी नेपालीहरू कति राम्रा, हामी कति सहयोगी, बरु खानै नखाने, बरु सुत्दै नसुत्ने हामीलाई पद चाहिन्छ। पद किन चाहिन्छ? हामीले काम गर्ने मान्छे हो। पद लिने बरु खानै नखाने, पद लिइसकेपछि खाजा मन लाउने अलि भोलिपल्टदेखि सधैँ छैन। काम गरौँ, जात धर्म पार्टी सब त्यागौँ। जब पद दिन्छ नि काम गर्नु। बमबहादुर पनि अलि यादवको आदर्श भन्छन्, दिपक काठले यादवको आदर्श भन्छन्, एबिसिडी भन्छन्। म नितान्त एकदमै काम गर्ने मान्छे, काम गरेर आएको मान्छे। मैले कामलाई पत्थर दिन मान्छे। म राजनीति गरेर आएको मान्छे पनि होइन। आन्दोलन भन्छन्, के रहेछ यसो बुझाउँ न त, के रहेछ त्यहाँ? सबै भट भन्छन्, अचम्मै रहेछ त, एकचोटि हेर बुझ भनेर आएको थिएँ। आएको त अचम्मै रहेछ। खाजा लगाइदिन्छन् कि लगाइदिँदैन, म खाजा लाउनुहोस्, कसैले नबोलाउनुहोस्। जब बोलायो मेरो 2 दिन गयो, नबोलाएपछि त म त आनन्द हो। उहाँले मलाई धेरै नै सहयोग गर्नुभयो, मलाई बोलाउनु भएन। म त जसले बोलाएन नि त्यो मेरो एकदमै आदरणीय व्यक्तित्व, आदरणीय संस्था। बोलाएपछि आउनु पऱ्यो, आएन भने किन आउनु हुन्छ। त्यही भएर अब लामो बस दुनियाँलाई गाडी गरेर नेताहरू पनि छैन, दुनियाँको कमजोरी अँगालेर आएको राम्रोहरू पनि छैन। गर्ने हो, आफूले सकेको गर्ने हो, भोलि रिजल्ट आउँछ। मैले के गर्ने, मैले कसो गरेँ भन्ने कसो मेरो यात्रा पोर्चुगलको वेबसाइट छ, हेर्नुहोस्। के गरौँ भने वेबसाइट छ एउटा, त्यो वेबसाइटमा गएर सबै हेर्नुहोस्, यहाँबाट पेजबाट हेर्नुहोस्। मैले यहाँ व्यक्तिगत हिसाबमा मैले के गरेँ कसो गरेँ भन्ने कुरो छोड्नुहोस्। हामीले पाउनु गर्दाखेरि 20-50 को सङ्ख्यामा म्याक्सिमम्
50-100 को संख्यामा यहाँ चाहिँ नेपालीहरू व्यावसायिक नेपालीहरू थिए। आज हामीले त्यो आँकडा हेर्ने भने यो निकै गुणामा बढेको छ जस्तो लाग्छ मलाई। कम्तीमा 200, 300, 400 पहाडमा छ। अझै पनि यसको यथेष्ट ठ्याक्कै कुरो जानकारी छैन। तर यी साथीहरूको एन्टरप्रेनरसिप जुन खालको शक्ति छ, यस शक्तिलाई चाहिँ हामीले साँच्चीकै राज्यसँग जोडेर, यो दुवै राज्यसँग जोडेर त्यो चिजलाई हामीले त्यो इन्टरप्रेनरसिप विकासलाई, ग्रोथलाई अगाडि बढाउन खोज्ने हो भने अहिलेको कूटनीतिक नियोगले पनि त्यो चिजमा केही न केही पहल कदम लिनुपर्छ। यो चिजमा हामी अगाडि बढ्नुपर्छ भन्ने म तपाईँको विषय राख्न चाहन्छु। र तपाईँहरू भनेको मेरो आफ्नो घरको परिवार जस्तो लाग्छ, किनकि यो घर पैदा भएको छ नि पोर्चुगलमा। पोर्चुगलमा पैदा भएको मिनिङ हो कि पोर्चुगलमा मिनी नेपाल भइसकेको छ। यसमा हामीले के गरेको छौँ भने हाम्रो रोबर्ट लिम्बूजीले भन्दै जानुभयो, हाम्रो पूर्व वक्ताहरूले भन्दै जानुभयो, किनकि हामी जुन बेलादेखि नेपालीहरू यहाँको आगमन भयो त्यस बेलादेखि नै हामी नेपालीको भावनामा दुःख सुखमा साथ दिँदै संस्थाहरू जन्माउँदै आएको छ। 2011 देखि 14 सम्म मैले यहाँबाट अध्यक्ष हुँदाखेरि र महिला समाज भन्दै गर्दा पोर्चुगलमा रहेका 2टा संस्थाहरू, दिदीबहिनीका संस्थाहरू, त्यही पनि 2वटा संस्थाहरूमा समाजमा पारेको प्रभाव र असरलाई मैले नजिकबाट निहालिरहेकी थिएँ। हुन त विगतलाई धेरै नजाउँ भने पनि जब यसको एउटा अधिवेशन आउँछ यसको इतिहासलाई हामीले सम्झिनै पर्ने हुन्छ र त्यो दिन इतिहासलाई सम्झिँदै गर्दाखेरि ती दिनहरू झल्झली आउने गर्छन्। म आफूले पनि नेपाली महिला समाज पोर्चुगलमा रहेर नेतृत्व गर्दै गर्दा र नारी समाज पोर्चुगलमा रहेर नेतृत्व गर्दै गर्दा तत्कालीन अध्यक्ष श्री गाडी श्रेष्ठज्यू र मेरो नेतृत्व हुँदै गर्दा हामीले समाजमा जाँदै गर्दा देख्दै गरेका कुराहरू, समाजमा भोग्दै गरेका समस्याहरू, समाजले गरिरहेका प्रश्नहरू र ती प्रश्नहरूको उत्तर दिनको लागि हामीसँग नभएका जवाबहरू, यी सबैको परिणाम हामीले अनुभव गरेर जसरी पनि पोर्चुगलको समाजमा रहेका 2वटा संस्थाहरूलाई एकीकरण गरेर हामीले जानुपर्छ भन्ने उद्देश्यका साथ आजभन्दा 2 वर्ष अगाडि हामीले विभिन्न प्रयास गरेर ठुलो मेहनत साथ हामीले संस्था एकीकरण एकता गरेका थियौँ र आफ्नो स्थापनाको 12औं वर्ष सफलतापूर्वक पुरा गर्नुभएकोमा तथा 12 वर्षमा 5वटा अधिवेशनहरू सफलतापूर्वक आयोजना गरी अहिलेको कार्य समितिले सफलतापूर्वक आफ्नो कार्यकाल पुरा गरेकोमा अहिलेको कार्य समितिको अध्यक्षज्यू शान्ति अर्याल अधिकारीज्यू लगायत उहाँको टिमका सम्पूर्ण कार्य समितिका सदस्यहरूमा म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। साथसाथै यस अधिवेशनबाट आउने नयाँ कार्य समितिले योभन्दा अगाडिको कार्य समितिबाट सिक्दै र त्यसमा थप पाइला टेकेर अगाडि दिनहरूमा राम्रो कार्य गर्न सकोस् भन्ने शुभेच्छा शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यो मैले अलिकति इन्फर्मल्ली नै कुरा गर्न खोजेँ। अहिले एक किसिमको न्यारेटिभ हाम्रो सोसाइटीमा के छ भने सरकार एउटा हो, राजदूतावास एउटा हो, नेपाली जन्म समुदाय एउटा हो, नेपाली सामाजिक सङ्घ संस्थाहरू फरक हुन् भन्ने एउटा न्यारेटिभ छ। त्यो सामान्यतया मैले गलत देख्छु। कुनै पनि दूतावास, महावाणिज्य दूतावास र सरकारी कार्यालयहरू सोसाइटीका लागि, सोसाइटीसँग, समाजका लागि सामाजिक सङ्घ संस्थाहरूसँग मिलेर त्यही समाजको लागि योगदान पुर्याउने भूमिका खेल्ने गरी स्थापना भएका हुन्छन्। यसमा यहाँहरूलाई मैले के एस्योर गर्न चाहन्छु भने नेपाली राजदूतावास लिस्बन अहिले पनि र आगामी दिनमा यहाँ रहेका सम्पूर्ण सामाजिक संस्थाहरूसँग एकदमै अन्तर्गुलित भएर समन्वयमा रहेर हरेक नेपालीका समस्याहरूमा सहजीकरण तयार छ र भविष्यमा तयार हुनेछ। यहाँहरूलाई सधैँ हामीले स्वागत गर्नेछौँ र यहाँ रहेका नेपाली जुन जनसमुदायहरूले भोग्नु परेका समस्याहरू छन् यहाँहरू हाम्रो सहकार्यमा अगाडिका दिनमा हामीले समाधान गर्ने प्रयास गर्नेछौँ भन्ने मैले प्रतिबद्धता व्यक्त गर्न पनि चाहन्छु। नेप्लिज वुमेन एसोसिएसन सोसाइटी पोर्चुगल सम्पूर्ण दिदीबहिनीहरूलाई आज यस अधिवेशनको अवसरमा हार्दिक शुभकामना। म यस संस्थाको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारको हैसियतले यहाँ उपस्थिति सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु, स्वीकार दिनुहोला। यसैगरी संस्था जातीय, राजनीतिक, क्षेत्रीय वा कुनै पनि किसिमको
पनि पक्षपात नहोस् र सबैलाई सम्मान मिलोस् भन्ने हाम्रो प्रतिबद्धता सधैँ कायम रहिरहनेछ। नेप्लिज वुमन एसोसिएसन सोसाइटी अफ पोर्चुगल पूर्ण रूपमा राजनीतिविहीन संस्था हो। त्यसैले यहाँ कुनै पनि हालतमा राजनीतिले हाम्रो एकता र अस्तित्वमा असर नपरोस् भन्ने कामना गर्दछु। यसैगरी आज अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई हार्दिक शुभकामना। उहाँहरूले इमानदारी, समाजसेवा र एकताको भावना सहित संस्थालाई अझ अगाडि बढाउनुहुन्छ भन्ने विश्वास लिएको छु। अन्त्यमा अधिवेशन सफल होस् भन्ने शुभेच्छा सहित सबै दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। शिवानी श्रेष्ठ, यहाँलाई धेरै धेरै धन्यवाद दिन। पास गरेर सदस्यता काट्ने हाम्रो एउटा रसिद उपलब्ध गराएका थियौँ, जहाँ हामीले सायद सबै साथीहरूलाई पुग्ने सम्मको साथीहरूलाई रसिद बाँडेका छौँ। मैले प्रत्येक साथीहरूलाई दिएको रसिद नम्बर समेत राखेको छु। सदस्यहरूमा पूजा धिमाल, विपना रोका, पूजा खड्का, रोहिणी छेत्री, निर्मला अर्याल, देवी लामिछाने, रितिका कुँवर, अम्बिका सापकोटा, सुजाता खत्री, सरिता पौडेल, अनु गुरुङ, दिपा खड्का। सदस्य साथीहरूको नाम गरी सहको सदस्यमा सबिना मनाङथेन, कोषाध्यक्ष मन्जु अधिकारी, सचिवहरू बिनु केसी, शोभा कार्की, बिनु रोका, लक्ष्मी थापा, अनिता रिजाल। महासचिव सरस्वती गौतम। उपाध्यक्षहरू अप्सरा बर्तौला, मीरा कार्की, रेणु परियार, देवी घिमिरे, दिपा लिम्बू। उपाध्यक्षहरू वरिष्ठ उपाध्यक्ष 2 जना राखेका छौँ। वरिष्ठ उपाध्यक्षमा कला पङ्गेनी, बिन्दु गौतम। अध्यक्ष गीता रेउले ऋषि। आफ्नो नाम बोल्नु सबैजनाले। नेप्लिज वुमन एसोसिएसन पोर्चुगलको सबै आफ्नो पदलाई गर्नु आफ्नो पद जुन पदमा निर्वाचित हुनुभएको छ त्यो पदमा आफ्नो पद अनि पदमा निर्वाचित भई संस्थाको विधान नियम र मर्यादालाई पूर्ण निष्ठा र इमानदारीका साथ पालना गर्ने र संस्थाको गरिमा विश्वास र प्रतिष्ठा उच्च राख्न साथै सधैँ प्रतिबद्ध रहनेछु भने ईश्वरको नाममा आफ्नो आत्माको साक्षी राखी यो शपथ लिन्छु। धन्यवाद। नेप्लिज वुमेन एसोसिएसन पोर्चुगलको 5औं अधिवेशनबाट आगामी 2 वर्षको लागि पदमा सबैका आफ्नो पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा तपाईँको आफ्नो नाम ज्यूलाई हार्दिक बधाई तथा सफल र उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गर्दै यो प्रमाणपत्र प्रदान गरिएको छ। प्रमुख अतिथि शत्रुघ्न पोखरेल, नियुक्त उपप्रमुख नेपाली राजदूतावास लिस्बन पोर्चुगल, अध्यक्ष शान्ति अर्याल, नेप्लिज वुमन एसोसिएसन इन पोर्चुगल र संयोजक माया खरेल, निर्वाचन समिति संयोजक। अध्यक्षज्यू गीता रेउलीज्यू बहिनी के अनुहार पठाउला त अँध्यार भए जोरदार ताली अझै वरिष्ठ उपाध्यक्ष कला पङ्गेनी सफल कार्यकालको शुभकामना जिम्मेवारीको माला
निर्वाचित सरस्वती गौतमजी। नमस्कार सर। ठिक छ सचिव पदमा एकदम अच्छा फोटो खिचिदिनुहोस् है यता। सदस्य पदमा निर्वाचित बहिनी दिपा खड्काजी। वुमन एसोसिएसन पोर्चुगलको 5औं महाधिवेशनबाट निर्वाचित सम्पूर्ण नयाँ नवनिर्वाचित कार्य समितिलाई हार्दिक शुभकामना र सफलताको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। को नेतृत्वमा जुन सर्वसम्मत समिति बनेको छ नेप्लिज वुमेन एसोसिएसन पोर्चुगलको यो 5औं महाधिवेशनबाट गीता रेउलेज्यूको नेतृत्वमा बनेको कार्य समितिले चाहिँ अत्यन्त सक्रियतापूर्वक काम गर्नेछ भन्ने अपेक्षा लिएको छ। एकमना एकताका साथ काम गर्नुहुनेछ। केही कुराहरू अलिअलि मिलेका छैनन् भने मिलाउँदै अब समाजलाई राम्रो गरी अगाडि बढाउनुहुनेछ भन्ने शुभकामना व्यक्त गर्दछु। धन्यवाद।